अचार ठिक्क भएछ। आशा दिदीलाई मात्रै यो चाहिँ टमाटरको अचार होइन स्पेसल यो अचारलाई अहिले ग्रान्डमा भुवार पारेर यस्तो तातो तातो मोमोले हेर्नुहोस् है एकदमै स्पेसल यो मोमो अनि त्यसपछि हाम्रो यो सुप अनि यो अचार। साथीहरू आज हामी चाहिँ घरमै चिकन होममेड मोमो खाने तयारीमा छौँ होइन। यो पिठो भइहाल्यो बुझिहाल्नु भयो। अनि यो प्याज अनि हामी अदुवा लसुन घरकै अर्ग्यानिक धनियाँ अनि यो पत्ता चाहिँ अब हजुरहरूलाई थाहा छँदैछ यो तेजपत्ता हामी चाहिँ त्यो मोमोको जुन त्यो बाफ आउने पानीमा चाहिँ यो पनि प्रयोग गर्छौँ एकदम स्वादिष्ट हुन्छ होइन। अनि यो बन्दा यो पनि आफ्नै बारीको अर्ग्यानिक बन्दा होइन। अनि त्यसपछि हामी यसमा अनि यो लसुनको पत्ता प्याजको पत्ता पनि प्रयोग गर्छौँ। अनि त्यस पछाडि अचारको लागि चाहिँ यो काजु र बदाम प्रयोग गर्छौँ। अब हामी यो यति सामग्रीबाट चाहिँ एकदम टेस्टी मोमो बनाएर आज मौसमले पनि च्यालेन्ज गरिरहेको छ होइन। एकदम मिठो मोमो बनाएर खाने तयारीमा छौँ। अब यो सबै सामग्री प्रयोग गरेर फेरि कस्तो मोमो बनाउँछौँ फेरि म तपाईँहरूलाई कन्टिन्यू गरेर देखाइरहेको हुन्छु। अब हाम्रो चाहिँ यहाँ प्याज गरेर बनाउने प्रक्रिया भइरह। अब त्यसपछि धनियाँको पालो त्यसपछि बन्दाको पालो अनि हाम्रो यता फेरि अर्को प्याज यसरी काट्दैछौँ। हामी सबैजना दिदीहरू साथी सबै मिलेर चाहिँ हामी आज मोमो खाने प्रोग्राममा छौँ होइन। अनि अब त्यसलाई पनि यसो काटेर अब यसरी सबै अब मोल्नुपर्छ यसलाई होइन। भिडियो चाहिँ लामो हुनसक्छ। साथी जमुनाकोमा रुपा दिदी जमुना हाम्रो आशा दिदीबाट आउँदै हुनुहुन्छ। हामी सबैजना मिलेर चाहिँ एकदम मिठो घरमै मोमो तयारी गर्दैछौँ। दिदीहरूले चाहिँ यसरी छ अरू जङ्गलतिर चौरतिर जान्छन् रमाइलो गर्छन्। जसरी भए पनि जिन्दगी रमाउने हो। हामी चाहिँ यसरी नै रमाउने प्रोसेसमा छौँ। यसमा फेरि नुन स्वादअनुसार नुन किमा बनाउन त हजुरहरूलाई पनि आइहाल्छ तर पनि हामीले आफूले बनाएको यसो देखाउने क्रममा यो चाहिँ हाम्रो मोमो मसला। अब यो पनि स्वादअनुसार कसैलाई अब अलिक टक्क मनपर्छ कसैलाई ठिक्क मनपर्छ होइन। अब त्यो आफ्नो स्वादअनुसार राख्न पाइयो यसलाई पनि। अब यसलाई अब चिकन पनि यहाँ हाल्ने क्रम जारी छ। अनि अब यसलाई मोलिन्छ। अब यसलाई एकदमै राम्रोसँग जति एकदमै मसला पस्ने गरेर मोल्यो त्यति नै राम्रो स्वादिष्ट स्वादहरू एकदम पस्छ। अब यसलाई मोलेर एकछिन चाहिँ टक्क ढक्कनले ढाकेर अनि राख्नुपर्छ। ल हेर्नुहोस् यसरी मोल्नलाई चाहिँ एकदमै अल्छी गर्नै हुँदैन है एकदमै राम्रोसँग मिठो मोमो खाने ल एकदमै ल हेर्नुहोस् यस्तो सबै यो घरको अर्ग्यानिक है बन्दा धनियाँ प्याज अब अनि यस्तो मिठो छ ल किमा। अनि त्यसपछि यसरी बेलेर टक्क हामी चाहिँ यता हेर्नु त यहाँ कसैले नखाएको मोमो तिनीहरूले खाएको भन्नुहुन्छ भन्ने कुरा भएको छ। अनि आज कसैले खाएनन् हामी मात्रै खान्ला भने जस्तो कुरो भएको थियो। त्यही भएर अनि हामी चाहिँ पिकनिक जाने सल्लाह गर्दै मोमोको डल्ला खाँदैछौँ। हाम्रो चाहिँ अब यस्तो ल यसरी घरमा आफै टक्कले हेर्नुहोस् है ल देख्नुभयो नि ल यस्तो मेहनती साथीहरू भएपछि मोमो मिठो मिठो खानको लागि त केही गाह्रो नै छैन साथीहरू। अनि यहाँ हाम्रो सानो साथी पनि हुनुहुन्छ। म बनाउँछु है भिडियो तपाईँलाई देखाउँछु है। मेरो पाली हो अरे अर्को चाहिँ। अनि उहाँहरूले मलाई पालो लगाउनु भयो अरे के खाने दिदी मेरोमा भनौँ के चाहिँ हुन्छ। तिमीहरू खाने तिमीहरू बनाऊ मैले खाने म लास्टमा 1-2 प्लेट बनाएर अलि अल्टर हुनुहुन्छ हाम्रो हाम्रो उहाँलाई चाहिँ फेरि ठुलो मोमो खान पर्छ।
रीति रवाज बाहुनकै आऊ ए मैले नि डल्ले बनाइराख्छु भाँडाले बेजेर गरेर रमाउने उसको बनाउने होइन अनि पुरा हिसाब लाएर यस्तो आफैले बेलेर मलाई गाह्रो छ जमुना भन न तिमी मलाई गाह्रो छ हिटरलाई पुगुली यता मम्मा मगाउनु छ भनेर जमुनाले भन्ने कि मैले जमुनाले चाहिँ भन भने के हिटरलाई ठिक छ कहिले काहीँ यतिको त गर्नु परिहाल्यो नि जानु क्या पर्यो यस्तो दिदीहरूको सिप होइन मेरो चाहिँ यस्तो गोलो टक्क राम्रो नबनाइदिया थिएन मैले यस्तो यो डल्लाहरू चाहिँ एकदम राम्रो पर्फेक्टली बनाइदिन्छु र कोही डल्ले खाने कोही लाम्चे खाने छन् त्यही भएर यो चाहिँ टमाटरको अचार होइन स्पेसल यो अचारलाई अलिक बिहानमा ग्वारा पारेर अनि यो हालेर यो मसलाहरू सबै कुरा हालेर टक्क अलिकति अमिलो हालेर बनाउनु हो हाम्रो अचारको लागि चाहिँ हाम्रो रूपा दिदीले एकदम राम्रोसँग चलाउँदै बनाउँदै हुनुहुन्छ अब टेस्ट कस्तो हुन्छ दिदी जस्तै राम्रो मिठो हुनुपर्छ यस्तो तातो मोमोले हेर्नुहोस् है एकदम स्पेसल यो मोमो अनि त्यसपछि हाम्रो यो सुप अनि यो अचार अब हामी टक्क लाएर मिठो मोमो खान्छौँ हेर्नुहोस् स्पेसल मोमो आहा यो सबै दिन मेरो साथी जमुनाको अनि बनाउने सहयोग गर्ने भिडियो खिच्ने यसो रमाइलो गर्ने मात्रै हामी हो सबै यिनकै दिन हो है यता दिदीहरू हुनुहुन्छ फेरि यता हाम्रो छुट्टै रमाइलो छ गीत बजाउँदै रमाउँदै जाडोसँग च्यालेन्ज गर्दै दिदी मोमो कस्तो भयो सो टेस्टी हामीले बनाएको मोमो नमिठो हुने चाहिँ कुनै चान्स हुँदैन हामी मोमो बनाउन हामी पर्फेक्ट छौँ ल एकदम मिठो मोमो खायो यस्तो मोमो 5 स्टार होटलमा पनि बन्दैन है फेरि है दिदी कस्तो लागिरहेको आजको मोमो आफ्नै बारीको धनिया आफ्नै धन्यवाद बारीको जमुना बन्दा आफ्नै बारीको कागती तर उत्पादन त धेरै रहेछ है म्याडम हाम्रो ल हेर्नुहोस् यस्तो आफ्नै घरको उत्पादन प्लस बजारको पनि है हामी गफ लाउन आउँदैन त्यस्तो पुरै अब सबै चाहिँ हाम्रो बजारको त चिकन मात्रै हो त्यस्तो हो अरे अब दिदीहरूले त्यही भन्नुभयो अब मान्दिनै पर्यो कुरो फेरि मानेन भने गाह्रो हुन्छ तर ल एकदम अचार ठिक्क भएछ आशा दिदीलाई मध्येर